यहाँ एउटा कृत्रिम ताल छ। यो निकै राम्रो कृत्रिम ताल छ। हिमाली पानी बगेर आएको। ऊ त्यहाँ कुनामा चाहिँ सानो जलविद्युत छ त्यहाँनिर। त्यो जलविद्युत आयोजनाले चाहिँ यो त्यहाँभित्र नजानु भनेर भनेर म जान सकिनँ, यहीँ अड्केँ। अब यतैबाट फर्किनु पर्ने हुन्छ म। यो निकै राम्रो कृत्रिम ताल बनाएको छ यहाँनिर क्यानमुरमा। म यो तालको किनारै यो किनार देखिएको ठाउँमा साइकल चलाएर आएको। कति राम्रो दिन छ भने हिमाल पुरा खाली छ, हिउँरहित चट्टानी पहाडहरू, जसलाई चाहिँ नि क्यानाडियन रकिज भन्छन् क्यानाडेलीहरू। अब म यहाँबाट यो बाटो भएर फर्किन्छु यताबाट, त्यहाँबाट। कति राम्रो छ त भने नि। आज यो माथि डाँडोमा पदयात्रा गर्न सकिने डाँडो, जसलाई हालिङ पिक भनिन्छन्। हालिङ पिक सुन्दाखेरि चाहिँ चिनिया सुनिन्छ नाम चाहिँ। चिनिया हो अथवा चाहिँ आदिवासीहरूको शब्दबाट राखेको हो, थाहा भएन। त्यहाँ देखेका घरहरू चाहिँ नि यही जलविद्युत आयोजनामा काम गर्ने कर्मचारीहरूको आवास।